हेलो गाइस, आज म धेरै दिनपछि मिनी ब्लग बनाउँदैछु। मलाई चाहिँ धेरै गाह्रो पनि भएको छ, ज्वरो रुगा खोकी लागेर। अनि हाम्रो चाहिँ मामुले आज पहाडबाट सामान पठाइदिनु भएको थियो नि त, अनि त्यही भएर चाहिँ मैले सानो मिनी ब्लग चाहिँ बनाइदिउँ भनेर हामी चाहिँ आफ्नै क्याफेमा छौँ। त्यो सामान भक्का बग निकाल्दैछु। म चाहिँ सानो मिनी ब्लग बनाउँदैछु। अनि म के पठाइदिनु भएछ हजुरलाई देखाउँछस्। यो चाहिँ के भन्छ अरे, उस कालो दाल हो यो। अनि यो सेतो दाल, अनि यो पिठो, अनि यो पनि पिठै होला सायद। अनि यो चाहिँ घिउ होला। हेर्नु है गाइस, घिउ होइन। अनि यहाँनिर सुन्तला छ है, हाम्रो पहाडको सुन्तला खतरा छ है। अनि गुन्द्रुक पनि छ, अनि पैसा पनि छ यहाँनिर होइन। खतरा छ गुन्द्रुक चाहिँ होइन हाम्रो पहाडको। यो चाहिँ हाम्रो आमाको माया हो। यहाँभित्र चाहिँ के छ गेस गर्नु होला है गाइस, तपाईँहरूले गेस गर्नुहोस्। यहाँनिर चाहिँ यस्तो छ हाम्रो मम्मीको माया, ढक्क लागेर सुन्तला। अनि यसले चाहिँ गएर सामान लिएर आग्यो नि त, ढक्क लगाएर। हामी चाहिँ आफ्नै क्याफेमा बसेर चाहिँ बनाउँदैछौँ भिडियो चाहिँ। ल गाइस, आजको मिनी ब्लग चाहिँ यति नै। म चाहिँ मिनी ब्लग पनि बनाउन गइरहेको थिइनँ। आज ज्वरो आएर गाह्रो भइरहेछ। अनि मामुले चाहिँ सामान पठाइदिनु भएछ, अनि टक्क लिएर आयो यसले। अनि त्यहाँबाट मैले चाहिँ तपाईँलाई हाम्रो पहाडबाट मामुले के पठाइदिनु भएछ त भनेर देखाएँ। यसले सामान पनि लिएर आयो होइन, गाडीले यसलाई चाहिँ दुनियाँ घुमायो अरे। अनि रिसाइरहेको चाहिँ। ल गाइस, अब बाई बाई। आजको लागि चाहिँ हाम्रो मिनी ब्लग यहीँ समाप्त गर्न चाहन्छु।